सागर ढकालजी हजुरलाई धेरै धेरै बधाई छ। हजुरको जित भएको छ। शेरबहादुर हारिसक्यो, हजुरको जित भएको छ। हजुरको इमानदारीता, हजुरको सहनशीलता, हजुरको मेहनत, देशप्रति माया, हजुर जितिसक्नु भएको छ सागर ढकालजी। शेरबहादुर हारिसक्यो। शेरबहादुर त त्यही दिन हारिसकेको जब ऊ हार्छु कि भन्ने डरले तपाईको प्रचारमा प्रतिबन्ध लगाउन खोजेको थियो। ऊ त्यही दिन हारिसकेको हाम्रो नजरमा। हाम्रो नजरमा जित तपाईको भएको छ सागर ढकालजी। र कसैको संघर्ष सानो हुन्छ, कसैको संघर्ष लामो चल्छ। हजुरको संघर्ष केही लामो रहेछ र हजुर जुन हिसाबले राजनीतिमा आउनुभयो, देशको लागि केही गर्छु भनेर, देश सेवा गर्छु भनेर आफ्नो हरेक चिज त्यागेर जुन हिसाबले आउनुभयो, आशा छ हजुरलाई यही हिसाबले देशको सेवा